त्यो खाली ठाउँमा भर्ने पालो चाहिँ अब तपाईँको हामी चाहिँ आइसक्यो अब तपाईँको पालो है त त्यही भएर चाहिँ यहाँ हेर्नुहोस् जय मसिंह सबैजनालाई आई होप यहाँहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला भनेर है आज चाहिँ शनिबारको दिन जुन सबतको दिन है म आशा गर्छु यहाँहरू सबैजना चर्चमा जाँदै होला है कतिजना चर्चमा गएर पनि परमेश्वरको सेवाकै हामी महिमा आराधना गर्दै होला है हामी चाहिँ यहाँ चर्चमा छौँ है यहाँ पुरै खाली छौँ सबैजना आउँदै हुनुहुन्छ बिस्तारै है त्यो खाली ठाउँमा भर्ने पालो चाहिँ अब तपाईँको हामी चाहिँ आइसक्यो अब तपाईँको पालो है त त्यही भएर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ पुरै सबैजना आउँदै हुनुहुन्छ है अगाडिको देखि लिएर सबै कुरा मिलाउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ नयाँ ओपनिङ 1000 सिटी पाल्पु साहेबको 1000 सिटी भवन चाहिँ बनिसकेको छ है तपाईँहरू सबैलाई चाहिँ स्वागत छ है तपाईँहरू सम्मति नपाएर होइन ठाउँमा जाने कसरी जाने भनेर यदि अन्यलमा हुनुहुन्छ भने चाहिँ हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ है हामी तपाईँहरूको लागि तपाईँहरूलाई स्वागत गर्नलाई सबै कुरा गर्नलाई चाहिँ हामी रेडी छौँ है यहाँ सक्नुहुन्छ 1000 सिटी भवन पुरै तयारी भइसकेको छ हेर्न सक्नुहुन्छ यहाँ छ यसरी है सबैलाई चाहिँ स्वागत गर्न चाहन्छु सबै कुरामा स्वागत गर्न सक्नुहुन्छ है कस्तो भइरहेछ एकदम दामी रमाइलो लागिरहेछ एकदम हजुरहरू पनि आउनु होला है चर्चमा चढ्दै कस्तो हुन्छ कस्तो भइरहेछ हाम्रो नयाँ भवन Amin. Amin.
चिन्तित हुनु पर्दैन आमेन चिन्तित हुनु पर्दैन सबैजना म अब कहिले पनि चिन्ता गर्नु पर्दैन आमेन त्यस कारण तपाईँले के चुन्नुहोस् बलियो हुने चुन्नुहोस् आनन्द हुने चुन्नुहोस् कहिलेकाहीँ निराशाको सोचहरूले घुँडा टेकेर हकार्नुहोस् यही समस्या तँलाई म कुल्चिन्छु तँलाई म कुल्चिन्छु है फेरि अर्को छ अघि हामीले भनेको एउटा चाहिँ के रहेछ डिप्रेसन जुन चाहिँ के रहेछ निराशा मलाई कसैले माया गर्दैन म काम छैन अथवा म सिपालु छैन अथवा जिन्दगी कस्तो झ्याल लाग्यो अथवा धोका पाएँ म असफल भएँ अगाडि बढ्नु सोच्दा धेरै सोच्दा